नमस्कार, आजको भिडियोमा म तपाईहरुलाई गोर्खाल्यान्डबाट कसरी मेडिकल होम सर्भिस सेवा लिन सकिन्छ भन्ने विषयमा भिडियो बनाउन लागिरहेको छु। यसको लागि सबैभन्दा पहिले तपाईहरु गोर्खाल्यान्ड ओपन गर्नुहोस् र तल स्क्रोल गर्दै जानुहोस् र मेडिकल होम सर्भिसमा जानुहोस् र यसमा तपाईले कुन सेवा लिन चाहनुहुन्छ त्यो सिलेक्ट गर्नुहोस् र यसमा प्रोसेस गरिदिनुहोस्। प्रोसेस गरिसकेपछि यसमा सुविधा दिइरहेछ त्यो देखाउँछ। अहिले एकजना राजले हामी सिलेक्ट गर्छौँ र हामीले मैले भोलिको टाइम चाहिँ स्लट गर्दैछु। तपाईले यसमा कुन दिन तपाईले चुज गर्न सक्नुहुन्छ आफ्नो हिसाबले। मैले भोलि बिहान 1 बजे र 12 बजे र 1 बजे भित्रमा बुकिङ गर्दैछु र यसमा आफ्नो एड्रेस हाल्नु होला। एड्रेस हालिसकेपछि तपाईले आफ्नो पेमेन्ट मेथड सिलेक्ट गरेर मेडिकल होम सर्भिस बुकिङ भइसकेको छ। अब यदि तपाईहरु मेडिकल होम सर्भिसमा रजिस्टर हुनुहुन्छ र सेवा दिन चाहनुहुन्छ भने यसमा र तपाईहरुकोमा कसैले तपाईले बुकिङ गरेको छ भने कसरी यो सर्भिस दिने भन्ने विषय मैले भिडियो बनाउन लागिरहेको छु। सबभन्दा पहिले तपाईहरुले आफ्नो गोर्खाल्यान्ड पाउनलाई ओपन गर्नु होला र होममा आउनुहोस्। होममा आइसकेपछि यता तपाईको बुकिङ भइसकेको छ। भोलि बिहान 12 बजेदेखि 1 बजे भित्रमा तपाईको बुकिङ भइसकेको छ। यसमा तपाईले क्लिक गर्नुहोस् र तपाईले यसमा एक्सेप्ट गर्नुहोस्। एक्सेप्ट गरिसकेपछि तपाईहरुले यसमा कस्टमरसँग अनलिमिटेड चेट र कल गर्न सक्नुहुन्छ। यो माथि सक्नुहुन्छ र तपाईहरु कस्टमरकोमा जाने बेलामा चाहिँ तपाईले यो नेभिगेट बटन थिचेर कस्टमरसँग पुग्न सक्नुहुन्छ। कस्टमर पुगिसकेपछि तपाईले अराइभ गर्नु होला। जब अराइभ गर्नुहुन्छ त्यसपछि फेरि तपाईको स्टार भन्ने अप्सन देखाउँछ। यो तपाईले स्टार गर्न सक्नुहुन्छ। जब तपाईले आफ्नो सर्भिस लिने बेलामा स्टार गर्नुहुन्छ त्यतिखेर तपाईले एउटा भेरिफिकेसन कोड आउँछ जो कस्टमरसँग तपाईले लिनु पर्ने हुन्छ। यसलाई तपाईहरुले यसमा हजुरहरुले भेरिफिकेसन कोडलाई राखेर ओके गरिदिनुहोस्। ओके गरिदिसकेपछि तपाईको भेरिफिकेसन सक्सेसफुल भइसकेको छ र जब तपाईहरुले सर्भिस दिइसक्नुहुन्छ हजुरहरुले सर्भिस दिइसकेपछि चाहिँ तपाईको काम सकेपछि एन्ड गर्नु होला। एन्ड बटनमा कन्टिन्यू थिचेपछि हजुरहरुले पेमेन्ट पाउनुहुन्छ। जब पेमेन्ट लिनुहुन्छ अनि तपाईले कन्फर्म पेमेन्ट क्लिक गर्नुहोस्। त्यसपछि तपाईहरुको कम्प्लिटमा क्लिक गर्नुहोस्। अब तपाईले आफ्नो इच्छा अनुसार यसमा तपाईले कस्टमरलाई रेटिङ दिनुहोस् र सबमिट गरिदिनुहोस्। हजुर यही तरिकाले तपाईहरुले गोर्खाल्यान्डबाट सजिलैसँग मेडिकल होम सर्भिस लिन सक्नुहुन्छ र सेवा पनि दिन सक्नुहुन्छ। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो।